सो हेलो है अब ऋषि धमलाज्यूले पत्रकारिता छोडिसक्नु भयो अब मै त होला यसो कटाङ कुटुङ गर्ने सो हेलो सर यता हेर्नु त सर अब आउने फागुन 21 गते तपाईँले त्यो चुनावदेखि होइन चुनावबाट अब देशको भावी प्रधानमन्त्री को भइदियोस् भन्ने लाग्छ ठ्याक्कै बताउनुहोस् झुट नबोल्नुहोस् है त्यसमा त दोमा नै छैन नि ठ्याक्कै बालिन शाह यदि बालिन शाह भएन भने एमालेका कार्यकर्तालाई यो साप छ नि यसले टोक्दिने हो टोक्न लगाइदिने हो साप कहाँ छ सर मलाई डर लाग्छ नि सर्वदेखि ओ माई गॉड एनीवे थ्याङ्क यू सो मच फर योर प्रिसियस टाइम है त सर हस् धन्यवाद सर हजुर घर बताइदिनु न त मेरो घर चाहिँ उता सोलुखुम्बु सोलुखुम्बु मलाई एकदम जान मन भएको ठाउँ हो जानुपर्छ सोलुखुम्बु सहरमा त्यही होइन त हजुर हो नि चढ्नु भयो बाँकी नै छ नि कहाँ छ सँगै चढ्नुपर्छ है ल ओके थ्याङ्क यू सो मच अनि सर साँच्चीकै त्यो सगरमाथा इबिसी एभरेस्ट बेस क्याम्प भन्छ क्यारे त्यसलाई होइन अनि इबिसीसम्म पुग्नलाई ठ्याक्कै कति टाइम लाग्छ ल काठमाडौँदेखि अथवा गाडी जाने ठाउँसम्मदेखि के कति लाग्छ तपाईँको गाडी जाने ठाउँदेखि तपाईँ 3 दिनमा पुग्न सक्नुहुन्छ 3 दिनमा 2 दिनमा बेस क्याम्प पुग्नुहुन्छ अनि त्यसपछि 1 दिनमा हिमाल चढ्ने हो भने माथि टुप्पामै पुग्न सक्नुहुन्छ एक दिनमै हिमाल चढ्यो भने टपमा पुग्छ पुगिन्छ त एउटा आँट हुनु पर्यो हिम्मत हुनु पर्यो होइन जाँगर हुनु पर्यो त्यति गर्दै सकिन्छ जस्तो लाग्छ जस्तो कविता नेपालीलाई हेरौँ उहाँले चढ्नु भयो नि त एउटा महिला भएर नेपालको महिला ल सर हजुरको टाइमको समय दिनुभयो हजुरले म एकदम खुसी छु थ्याङ्क यू सो मच अनि मेरो भिडियो हेर्नु भएको थियो कुनै हजुर मैले सबै हेर्ने गरेको थिएँ नि एनिवे थ्याङ्क यू सो मच है त हस् धन्यवाद